दैनिक पाठ योजना डेली लेसन प्लान भनेको के हो? शिक्षाका विद्यार्थीहरूले परीक्षामा कसरी उत्कृष्ट नम्बर ल्याउने, अध्यापन गरिरहनुभएका हामी शिक्षकहरूले चाहिँ कसरी प्रभावकारी शिक्षण गर्ने, शिक्षा आयोगका परीक्षाहरू चाहिँ कसरी पास गर्ने। नमस्कार, म युवराज सुनवार विगत 30 वर्षदेखि शिक्षण पेसामा आबद्ध, शैक्षिक योजना तथा व्यवस्थापनमा मास्टर डिग्री अध्ययन गर्दै अहिले आधारभूत तहको प्राथमिक तहको फर्स्ट क्लास टिचरमा खुल्ला आन्तरिक प्रतिस्पर्धामा 1 नम्बरमा नाम निकालेर शिक्षामा चाहिँ सेवा गरिरहेको छु। र आजको मेरो विषयवस्तुले चाहिँ कक्षा 9 देखि कक्षा 12 का विद्यार्थीहरूलाई अध्ययन अध्यापन गरिरहनुभएका शिक्षण क्षेत्रमा रहेका मित्रहरूलाई र शिक्षा आयोगको स्थायी को लागि परीक्षा दिइरहनुभएका अध्यापन अनुमति पत्रको तयारी गरिरहनुभएका मित्रहरूलाई काम लाग्ने भिडियो हुनेछ। र म प्राय गरेर शिक्षा विषयको भिडियोहरू बनाउने गर्दछु र जो हामी शिक्षासँग सम्बन्धित सबैलाई मेरो भिडियोहरू काम लाग्ने गर्दछ। तसर्थ यहाँहरूको लाइक, सेयर, कमेन्ट्स, फलोको लागि हार्दिक अनुरोध गर्दै आजको सबैभन्दा सानो विषय मानिन्छ हामीले दैनिक पाठ योजना। यो भनेको के हो र यसलाई कसरी निर्माण गरिन्छ यो विषयमा चर्चा गरौँ। दैनिक पाठ योजना भनेको कुनै पनि शिक्षकले आफू कक्षा जानुभन्दा अगाडि आफूले प्राप्त गरेको समयमा आफूले पढाउने पाठ्य वस्तुलाई चाहिँ प्राप्त समयमा चाहिँ कसरी प्रभावकारी ढङ्गले पढाउने, शिक्षण गर्ने, सहजीकरण गर्ने भनेर बनाएको योजनालाई चाहिँ हामी दैनिक पाठ योजना भन्छौँ। यसका 5 वटा अङ्गहरू हुन्छन्। नम्बर 1 विशिष्ट उद्देश्य, नम्बर 2 शैक्षिक सामग्री, नम्बर 3 शिक्षण सिकाइ क्रियाकलाप र नम्बर 4 मूल्याङ्कन र नम्बर 5 गृहकार्य। यो 5 वटा अङ्गलाई चाहिँ हामी 5 वटै भिडियोमा फरक ढङ्गले विचार विश्लेषण गरौँला। आज चाहिँ यो विशिष्ट उद्देश्य, स्पेसिफिक अब्जेक्टिभ्स चाहिँ हाउ टु डेभलप, कसरी बनाउने भन्ने विषयमा चाहिँ जाउँ है त। यो हामी विशिष्ट उद्देश्य बनाउँदाखेरि हामी चाहे त्यो शिक्षाका विद्यार्थी हौँ, चाहे शिक्षकहरू हौँ, चाहे शिक्षा आयोगका तयारीमा हामी यसमा अलि भुल्ने गर्दछौँ। यसलाई चाहिँ हामीले क्लियर बनाउन आवश्यक पर्छ। यसको लागि एउटा सूत्र छ, SMART, स्मार्ट भन्ने थ्योरीलाई चाहिँ हामीले अपनायौँ भने हामीले बनाएको विशिष्ट उद्देश्य चाहिँ सफल हुने गर्दछ। जस्तै 1-2 वटा उदाहरण दिउँ। कक्षा 1 मा गएर चाहिँ ABCD पढाउने, यो उद्देश्य कति विशिष्ट छ। पढाउने, त्यसलाई अब लिखित पढाउने हो कि उसलाई भन्न सिकाउने हो, यो स्पष्ट भयो। तर हामीले त्यो विशिष्ट उद्देश्य स्पेसिफिक के विशिष्ट, जस्तै हामीले कक्षा 1 मा गएर A देखि Z सम्म चाहिँ लेख्न लाउने भन्यो भनेदेखि यो स्पष्ट भयो। अब 2 मेजरेबल, मापनीय। अब ABCD पढाउने भनेको छ, अब त्यो लेखाउने हो कि पढाउने, मापनीय भएन। तर A देखि Z सम्म लेख्न लाउने भन्यो भनेदेखि त्यो मापनीय भयो। अब अचिएबल, अब कक्षा 1 मा हामीले A देखि Z सम्म लेख्न लाउने, त्यो स्वाभाविक हो। तर हामीले कक्षा 4 मा गएर यो उद्देश्य राख्यौँ भने फेल हुन्छ। र PG मा गएर भर्खर विद्यालय आएको 4-5 दिन विद्यालय आएको विद्यार्थीहरूलाई अर्थात् के गरे पूर्व बाल शिक्षामा चाहिँ यो उद्देश्य राखियो भने त्यो एचिभेबल, उपलब्धिपूर्ण पनि हुँदैन। र नम्बर 4 टाइम बन्ड, टाइम टेबल। अब हामीले चाहिँ 40 मिनट म पढाउनु पर्नेछ, A देखि Z सम्म चाहिँ लेख्न लाउने भनेर चाहिँ अब हामीले त्यो PG मा अर्थात् भर्खर आएको विद्यार्थीलाई ल्यायौँ भने उसले A देखि E सम्म ABCD दिनमा 4 वटा अक्षर पनि लेख्न सक्दैन। तर कक्षा 1 मा चाहिँ उनले शिशु कक्षा अर्थात् कक्षा 1 भन्दा अगाडिको पूर्व कक्षाहरूमा सिकेर आइसकेको हुन सक्छ। र कक्षा 1 मा चाहिँ हामीले A देखि Z सम्म लेख्न लाउने भनेर चाहिँ यो उद्देश्य राखियो भने त्यहाँ चाहिँ यो सान्दर्भिक हुन सक्छ। यसरी हामीले विशिष्ट उद्देश्य बनाउँदा स्मार्ट थ्योरी लगाएर बनायौँ भनेदेखि हाम्रो विशिष्ट उद्देश्यहरू चाहिँ सफल हुन्छ। र यस प्रकारले विशिष्ट उद्देश्य निर्माण गरौँ। र बाँकी भिडियोहरूलाई पनि तपाईँहरूले क्रमशः फलो गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। र अन्त्यमा मैले बनाएको भिडियोहरूमा तपाईँहरूको सकारात्मक सल्लाह सुझाव अर्थात् कमेन्ट्सको चाहिँ अनिवार्य आशा गर्दछु। हवस्, नमस्कार।